हेलो एभ्रिवान, नमस्ते नमस्कार, वेलकम छ हजुरहरूलाई हाम्रो न्यू भिडियोमा। आई होप सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाका साथ यो भिडियो स्टार्ट गर्न चाहन्छु। साथीहरू, अहिले हामी के गर्दैछौँ भने यो शब्द चाहिँ मेरो मुखमै आइसक्यो, के गर्दैछौँ भने अब चाहिँ हामी आमा छोरा आज मुकबाङ गर्दैछौँ। के मुकबाङ भन्ने चाहिँ चरपटे मुकबाङ गर्दैछौँ साथीहरू। अब उसले चाहिँ खान सक्छ कि सक्दैन त्यो मलाई थाहा छैन। खाने कि नखान्छ र? खाने रे, त्यही भएर गरौँ न रे, अनि त्यही भएर गरिदिउँ भनेर मैले पनि भनिदिएको। हाई, फेरि पनि वेलकम छ। अहिले चाहिँ हामी चटपटे बनाएर आइसकेको छौँ। त्यहाँ चाहिँ नदेखिन सक्ला, हाम्रो चटपटे यस्तो भएको छ, सेतो भएको छ अलिकति। अब घरमा बनाएको, आफै बनाएको यस्तै हो। बाहिरको जस्तो त कहाँ हुन्छ होइन? एकछिन, बाहिरको बनाएको जस्तो त कहाँ हुन्छ र? अब त्यही पनि त्यहाँ नहल्लाउ न, हल्लिन्छ त्यहाँ। अनि बाहिर बनाएको जस्तो त कहाँ हुन्छ र? भए पनि अब घरमा बनाएको आफ्नो घरमा जस्तो छ मैले त्यस्तै बनाएँ होइन त कुशल? कस्तो खाने हो त? च्यालेन्ज सुरु गर्ने हो त? च्यालेन्ज हो कि मुकबाङ हो? यो मुकबाङ। खुट्टा त्यहाँ नराख नि त, त्यो ऊ हल्लिन्छ नि त क्यामेरा। ल 3, 2, 1 गो। खाए ल। अनि कुशल, गफ गर्दै खाने यता आउ न, तिम्रो क्यामेरामा नआउला नि त फेरि। अनि इक्जाम कस्तो भइरहेछ तिम्रो? राम्रो भइरहेछ छैन? अनि इक्जाममा कसले सिकाइदिनुहुन्छ? म्यामले सिकाइदिनुहुन्छ कि सिकाइदिनुहुन्छ? हो, गुरुआमाले सिकाउनुहुन्छ कि कोही चाहिँ एन्सरै सिकाइदिनुहुन्छ र? क्वेसन कस्तो भयो त आज इक्जाम? राम्रो भयो। एउटा गीत गाइदेऊ नि त, खाँदै गीत गाउँ। के हो तिम्रो नाम? नैनी पर्छ एकदम हिमा जस्तो हेर्दै मेरानीको गाउँ आएन। अभी मजा आएगा ना। आएन? दुर्गेश थापाको को हो तिमी? फ्यान हो? गाइज, के मेरो छोरो चाहिँ दुर्गेश थापाको ठुलो फ्यान भइसक्यो जतिखेर पनि। के हो रे? के हो तिम्रो नाम? के हो तिम्रो नाम बहिनी? परिचय कता हिँडेको हात भएर नाचेर देखाइदेऊ नि त एकचोटि। कता हिँडेको बिजुली बालेर हात भएर पट भएर क्युटी भएर क्युटी भएर हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे। अब म हजुरको काल हो। किन चाहियो नाम तिम्रो? बहिनी परे काम मेरो छोरे भएको। मलाई त आउँदैन नि गीत गर्न। आउँछ आउँदैन नि? आउँछ। होइन, इक्जाम सकेपछि के गर्ने? म बचाउने मोबाइलमा चलाएर बस्ने? कसले दिन्छ तँलाई मोबाइल? दिन्न। दिनुपर्छ। किन दिनुपर्छ? झापु दिने? कति पर गएको त? अनि तिमीलाई नि मलाई नि क्वेसन सोध नि त। ल के सोध्छ यार? नेम पो सोधेर बस्छ। मामुको नेम पनि थाहा छैन र? अरू सोध न क्वेसन। किन इङ्ग्लिसको भूत लाग्यो? अनि त गाइज खालि मलाई त यस्तै हो।
मलाई इङ्ग्लिस बोल्न आउँदैन भनेर मलाई हेप्छ छोरोले। ये किसकी है आहट, ये किसका है साया। के हो प्याज अनि काल बेचा खान कहाँ छ कालो प्याज? नि के हो र प्याज पनि कालो हुन्छ र? अनि मलाई इङ्ग्लिस आउँदैन भनेर मेरो छोराले मलाई हेप्छ। केही हुँदैन मलाई हेपेर। एउटा कुरा भन्छ है गाइड तपाईँहरूलाई, कुशलले नि खान जान्दैन नि, माम पनि खान जान्दैन, चटपटे खान जान्दैन। अहिले ऊ भुइँभरि छरिसकेको छ। म पनि सानैमा यस्तै थिएँ क्या, 8-9 वर्ष हुँदासम्म मैले भुइँभरि छर्का खान्थेँ। त्यही होला मम्मीको सेखो चोरेको होला छोरोले पनि। कति भन्नु भन्दा भन्दा टिर्दैन। बाबा जस्तै बाबाले पनि त्यस्तै त गर्नुहुन्थ्यो नि। त्यस्तै गर्नुहुन्थ्यो। तिमीलाई नि के भन्नु कसको माया लाग्छ धेरै? मनको बाबाको लाग्दैन? मोबाइलमा भनेको कि यो अरू भाइ मोबाइलमा बाबा मोबाइलमा बाबा मम्मी पनि हो। अब दिन थाल्यो नि त। हो फोन आयो फेरि। मेरो चाहिँ फोन आयो कि गाइज, त्यही भएर हो फोन आयो। अनि लाइटको लागि चाहिँ मैले मोबाइलको लाइट उगाइरहेको छु कि। अब हामी त्यस्तो के भन्छ नि त्यो सेल के भन्छ रहेछ लाइट के बोले भाइ? अब के बोले छैन के, लाइट अलिकति छैन। अनि त्यही भएर हामी चाहिँ मैले चाहिँ मोबाइलको लाइट युज गरिरहेको छु। अनि त्यही भएर फोन पनि आयो। फोन उठाएर हामी फेरि रिपिट हुँदैछौँ साथीहरू, फेरि खाँदैछौँ। मैले क्वेसन के सोध्दै थिएँ कुशललाई? अनि कसको माया लाग्छ धेरै भन्ने खोजेको थिएँ मैले, सोधेको थिएँ। मामुको लाग्छ। अनि मलाई नि सोध नि त क्वेसनहरू, यदि खाएको खाइ गर्छौ त। मलाई कुन खाना मनपर्छ? मलाई सबै मनपर्छ। भन्नु न मलाई सबै खानु मन एउटा एउटा फेभरेट। एउटा मोमो। हेल्दी फुड भने हेल्दी फुडमा सबै मनपर्छ। एउटा एउटा के एउटा हेल्दी फुड मनपर्छ र मलाई सबै मनपर्छ। धेरै फेभरेट कि धेरै फेभरेट? म्याङ्गो। फ्रुट भनेछु मैले। के भनेको छ त अनि? हेल्दी फुड फ्रुट त तर हेल्दी हो तर दाल भात तरकारी। दाल भात तरकारी त अन्नको भइ खाने। त्यही भएर सबैभन्दा मनपर्ने। अन्नै मनपर्छ? दाल भात तरकारी मासु मनपर्छ। तिमीलाई के मनपर्छ? भात नै दाल भात तरकारी घिउ थकाली। थकाली खाना राजा जी मनपर्छ फेरि कोही। थकाली के हुन्छ र थकाली खानामा? तरकारी गाजरको तरकारी नै हो। हो दही साग मासु अनि सुन न, डल्लो भात। अनि तिम्रो फ्यामिलीमा कतिजना हुनुहुन्छ? म यो मटरवाला कुन हो? के छ मलाई? यो दैन यो मम्मी यो म यो बाबा हो ए हाम्रो घर कहाँ हो? हाम्रो घर सिन्धुली हो। हो सिन्धुली हो। कुन घर चाहियो तिमीलाई? सिन्धुली घर। गाउँको नाम के हो? कुन गाउँ? हाम्रो घरको नाम के? घरको गाउँ सिरामे।
अनि हजुरबाको नाम के हो? कुन सिलामेको हजुरबाको नाम? बहादुर श्रेष्ठ अनि आमाको नाम? लक्ष्मी माया श्रेष्ठ हो। अनि निनीको नाम? नवीना श्रेष्ठ काको नाम चाहिँ थाहा छैन काकाको नाम चाहिँ काकाको नाम चाहिँ के हो नि? थाहा छैन थाहा छैन? भन्नु थाहा हुनु पर्यो नि त। भन्नु न नारायण। नारायण थाहा हुनु पर्यो नि त। अनि थाहा हुनु पर्दैन त। दुबै जानुको एनबाट छ दुबै जानुको एनबाट छ हो। अनि कुशल हजुर तिम्रो स्कुलमा बेस्ट फ्रेन्ड को छ? सेटिना गर्लफ्रेन्ड हो। समझ रहे हो ना? होइन होला। हो फ्रेन्ड हो कि होइन क्लासमेट हो क्लासमेट? बेस्ट फ्रेन्ड? गर्लफ्रेन्ड त कोही छैन मसँग गर्लफ्रेन्ड भने के हो र? के दि साथी हो। गुड। बनाउनु हुँदैन के साथी अनि तिम्रो बाबाको नाम चाहिँ के हो नि? कृष्ण श्रेष्ठ कुमार पनि राखेको छ नि कुमार पनि राखेको छ है किन कुमार राखेको त बाबाले आई डोन्ट नो। बाबाले राखेको होइन नि त। कसले बाबाको बुबा मम्मीले। बाबाले राखेको नि हामी चाहिँ यस्तै है गाइज। अब खायो आमा छोरा हुन्छ रुममा। अब उसको बाबा त अफिस गइहाल्नुहुन्छ। यो पनि इक्जाम दिएर आयो। आज भोलि छिटै आउँछ। अनि घरमा आयो। अब आज चाहिँ शुक्रबार भएकोले गर्दाखेरि अब भोलि टाइम छ नि त। भोलि स्याटरडे हो। अनि पर्सिको इक्जामको अब ऊ चाहिँ भोलि पढ्दा हुन्छ नि त। त्यही भएर हो गाइज। भोलि मेरो बाबाको बर्थडे पनि हो अनि त्यही भएर हो आज चाहिँ मैले यसरी भिडियो बनाएको। खासै नत्र म भिडियो बनाउँदिनँ थिएँ। इक्जाम चलिरहेको छ त्यही भएर मैले भिडियो नबनाएको। अब कन्टेन्ट पनि हुँदैन भिडियो बनाउन। आज चाहिँ आमा छोरा मुखबाङ गरौँ न त भनेर अनि गरिदिएको हो गाइस। हामीले चाहिँ त्यसलाई प्राइज पाउँछ त्यस्तो बाहिर गएर भिडियो त बनाएको छैन। बाहिर पनि गएको छैन होइन। हामी बाहिर जानलाई छोरोको इक्जाम भएकोले गर्दाखेरि अनि अब बाहिर पनि के घुम्न जानु जस्तो हुन्छ। फेरि भनिहाल्यो उसले खुस्काइहाल्यो भोलि उसको बाबाको बर्थडे। यो चाहिँ हात खुट्टा हटाउ न। अनि भोलि चाहिँ उसको बाबाको बर्थडे। त्यस्तो खासै केही पनि गर्दैनौँ बर्थडेमा। अब बर्थडे भएर के गर्नु अब त्यो होइन। बनाउने र कसले बनाउने हो? कहाँ भइको टिभा हो र त्यहाँ पनि खानुहुन्छ? हो तपाईँको छोराहरू हुनुहुन्छ भने चाहिँ उहाँहरूले के अरे बाबु नानीले घरमा बस्दाखेरि कतिको दुःख दिन्छ त्यो पनि सेयर गर्नु होला है। मलाई कमेन्टमा भन्नु होला। मेरो चाहिँ खालि मोबाइल। आजभोलि इक्जाम भएर चाहिँ मैले मोबाइल दिएको छैन। मोबाइल फकाएको हो यो होइन। मलाई माया गरे होइन कि मोबाइललाई माया गरे क्या। त्यही भएर हो साथीहरू नचलाऊ। अनि मोबाइललाई माया गरे हो उसले। आजभोलि चाहिँ इक्जाम भएकोले गर्दा मैले मोबाइल दिएको छैन कि त्यही भएर। अनि बेलुका बेलुका यसो 1 घन्टा चाहिँ चलाउँछ। 10-15 मिनट चाहिँ चलाउँछ। म त खासै मोबाइल दिने गरेको छैन आजभोलि चाहिँ। यस्तै छ गाई जिन्दगी होइन। जिते खेल्ने हामीले च्यालेन्ज खेल्यो र मुखबाङ खेलेको। मेरो पनि सकिन लाग्यो साथीहरू।
मैले 5 पाउँदै कहाँ गएर टोइलेट गएर कति मिनट भयो 8 मिनट भइसक्यो हामीले गर्दा मेरो पनि सक्यो साथीहरू छैन ओ छैन मेरो पुरा खाली भइसक्यो मेरो नि सक्यो साथीहरू हजुरहरूलाई अब हाम्रो भिडियो कस्तो लाग्छ आजको भिडियो चाहिँ यति नै हो होइन नगर न भिडियोको इन्ड यहीँ गर्छु कि अब धेरै बेर हामी भ्लग बनाउन सकिँदैन नि त अब आजको भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु होला अनि माया गरिदिनु होला हामीलाई पनि अब यस्तै हो अब धेरै राम्रोसँग भिडियो त ल्याउन सकेको छैन राम्रो भयो नि नराम्रो भए पनि अब हेरेर साथ दिनु होला भन्न चाहन्छु अनि सब्सक्राइब गरिदिनु होला कमेन्ट गरिदिनु होला लाइक गरिदिनु होला ओके साथीहरू अहिलेको लागि भने चाहिँ बाइ बाइ म त मम्मीको खाइरहेको छु